हजुर नमस्कार सबैजनालाई। बुलबजार नेपाल युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हामीले लामो समय भएको थियो यसै टेक्निकल एनालाइसिस गरेर नबसेको र आज धेरै राम्रै एउटा उत्साहका साथ एउटा सानो हाइड्रो पावरलाई चाहिँ हामीले के हेरौँ भनेर चाहिँ म जोडिएको छु। सम्भवतः म एउटा चाहिँ यो हाइड्रो पावर सेक्टर र हाइड्रो पावर सेक्टरको पनि केही विशेष कम्पनीको बारेमा केही कुरा गरिन्छ है। नेप्सेमा पनि अहिले धेरै सुधारात्मक तरिकाले नै अगाडि बढिरहेको चाहिँ देख्न सकिन्छ। अहिले ब्याज दरको कुरा गर्ने हो भने नि ब्याज दर पनि एकदमै चाहिँ तन्दुमा आएको छ भने यसले पनि एउटा चाहिँ पोजिटिभ कुरालाई नै अब बुझ्नुपर्ने अवस्था हुन्छ। जस्तै गरेर गभर्नरको नियुक्तिको कुरा छ, यो चाहिँ के लगानी अन्यलमा बसेको देख्न सकिन्छ भने हामीलाई त्यो आकलन गर्न सकिन्छ भने अरू चाहिँ विभिन्न कुराहरू जुन फाइनेन्सियल रिपोर्टहरू भयो यो पनि अब आउने तर्खरमा भएको हुनाले चाहिँ अलिक पर्खर हेरेको अवस्थामा हो कि लगानीकर्ता भन्ने अवस्था चाहिँ हो। नत्र भने सबै कुराहरू राम्रो देखिएको छ। जस्तै बुलबजार नेपाल युट्युब च्यानल हाम्रो कुरा गर्दै गर्दा बुलबजार नेपाल फेसबुकमा पनि हामीले आज बिएचएलको बारेमा कुरा गरेका थियौँ। बिहानै नै हामीले त्यो चाहिँ राखेका थियौँ भने आज किन्ने अवसरको रूपमा हेर्न सकेको छु मैले चाहिँ, तपाईँहरूले नि जोडिन सक्नुहुन्छ है भन्ने कुराहरू राखेका थिएँ। आज राम्रो अवसर थियो भने 17% 16%सम्मकै पहिलो तरिकाले मजाले घटेको बेला किन्नेले चाहिँ रिटर्न पनि निकाल्न सक्यो भने 12-14% रिटर्न चाहिँ प्रायः निकालेका छन् आजको अवसरको रूपमा हेर्नेहरूले। र हिजो किन्नेहरू नि आज फाइदामै हुनुहुन्छ, किनभने समग्र 3 करोड लगभग 3.5 करोड 3 करोड 36 लाख भनौँ है, त्यति चाहिँ टोटल सेयर भएकोमा लगभग 2 दिनकै 3 दिनकै अन्तरालमा 1 करोड बराबर भन्दा बेसी चाहिँ कारोबार आइसकेको छ होइन। सबै बेच्ने मानसिकताले बसेका हुँदैनन्, कतिपय होल्ड गर्ने मानसिकताले बसेका हुन्छन्, कतिको डिमान्डै एकाउन्ट नभएको हुनसक्छ। ठुलो पुँजी ठुलो लगानीकर्ताहरूले बेचेकै अवस्था थियो, किनभने हामीले त्यहाँ टिएमएसमा पनि मजाले देख्न सक्थ्यौँ र फ्लोर सिटमा नि मजाले हेर्न सक्छौँ होइन। र किन्ने भन्दा बेच्ने नै हिजोसम्म चाहिँ अलिकति मजबुत थियो भने आज चाहिँ राम्रोसँगले सर्किट हानेर गएको छ। यसको बारेमा नि केही कुरा गरौँ। हामी यो नेप्सेको कुरा गर्दाखेरि बुलिङ्गर ब्यान्ड मात्रै लगाएर हेर्छौँ भने हामी अप्पर ब्यान्ड सँगसँगै जान खोजे जस्तै चाहिँ छ भने केही पर्खर हेर अवस्थामा छ। आज राम्रै भोलम आएको छ। यसलाई एउटा सकारात्मक रूपले नै हामीले हेर्नुपर्ने र बुझ्नुपर्ने हुन्छ भने हामी यसमा एमएफआई लगाएर हेर्छौँ भने यो चाहिँ मेरो एउटा साधारण आफ्नो आवाज पुर्याउने एउटा माध्यम मात्रै हो है। एमएफआईले पनि एउटा राम्रै सङ्केत दिएको छ, 35 भन्दा माथिको चाहिँ एउटा बिन्दुमा गएको छ भने एउटा चाहिँ रेसिस्टेन्ट लाइन जस्तोमा बनाएको छ। यसमा पनि त्यस्तै नै बनाएको छ भने एकदम 2736 भन्दा माथि चाहिँ यदि जान सक्छ भने 2700 लगभग 32-34 भन्दा माथि जान सक्छ भने चाहिँ एकदम एग्रेसिभ रूपले नै अगाडि बढ्छ कि भन्ने चाहिँ मेरो साधारण आकलन हो। मैले साधारण इन्डिकेटर मात्रै लगाएर सिधै हाइड्रो पावरमा जान चाहन्छु र हाइड्रो पावरको हामी के भन्छ बिएचएल पनि हेर्छौँ है। हाइड्रो पावर सेक्टर हेर्दाखेरि हाइड्रो पावर सेक्टर एकदमै राम्रो देख्ने सेक्टरको म हाइड्रो पावर सेक्टरको केही कुरा गर्छु। यसमा एमएफआई लगाएरै यहाँ एमएफआई लागिरहेछ भने एमएफआईले पनि एकदमै राम्रो छ र बुलिङ्गर ब्यान्ड लगाएर हामी हेर्छौँ भने पनि बुलिङ्गर ब्यान्डले पनि अप्पर ब्यान्ड सँगसँगै गएको छ। अनि अर्को राम्रो कुरा के छ भने भोलम पनि एउटा राम्रो आएको छ आज होइन। हिजो पनि त्यो जुन बिएचएलकै कुराले पनि बिएचएल ठुलो चाहिँ भोल साथ हिजो बढेको थियो भने एकदमै राम्रो सकारात्मक माहौल चाहिँ यहाँ देख्न चाहिँ हामीले सकिन्छ है। हामी आरएसआई लगाएर थोरै हेरौँ। आरएसआई लगाएर हेर्छौँ भने के छ त भन्दाखेरि आरएसआईले पनि एकदमै राम्रो सकारात्मक सन्देशहरू दिएको छ भने हामी एउटा रेसिस्टेन्टलाई ब्रेक गर्दै चाहिँ आरएसआई पनि माथि चाहिँ चढ्दैछ होइन। त्यो हुँदाखेरि हामीले यसमा चाहिँ केही चाहिँ कम्पनी वाइज गएर चाहिँ हेर्न सक्ने अवस्था छ भने हाइड्रो पावर सेक्टरमा राम्रै चाम देखिएको चाहिँ हामीले सम्पूर्ण इन्डिकेटरहरू लाएर हेर्न सक्छौँ। जुनै इन्डिकेटर लाए पनि एउटा सकारात्मक माहौलै बनिएको देखिन्छ, किनभने भोल्युमको साथ अगाडि बढेको मार्केट चाहिँ एउटा राम्रै चाहिँ देखिन्छ होइन। त्यही भएर हामीले इन्डिकेटर लाएर हेरिराख्नुपर्ने अवस्था छैन। कम्पनी वाइज जानुभयो भने अनि हाम्रै मनमा उठेका कुराहरूले हाम्रै दिमागमा खेलेका कुराहरूले यही टेक्निकल एनालाइसिसदेखि बाहेक दिमागकै कुराहरू सुनेर पनि यस्तो हुन्छ है भनेर एउटा अनुभवको आधारमा पनि मार्केटमा चाहिँ किनबेच गर्न सकिने माहौल चाहिँ अहिले बनिएको छ है। त्यही भएर हाइड्रो पावर सेक्टरमा सामान्य हेर्छौँ भने राम्रो देखियो। यसमा पनि बिएचएल विशेष गरी बिएचएललाई हामीले हेरौँ। बिएचएललाई हेर्छौँ भने चाहिँ के छ त बिएचएल बेलेफी हाइड्रो पावर जुनको मैले आज बिहान पनि कुराहरू राखेको थिएँ र आज पनि तपाईँहरूले यसमा के कस्तो अवस्थाले हेर्नुभयो है। आज सकारात्मक सर्किट हानेको छ र यसमा हामीले अहिले पनि एउटा चाहिँ लकिङ पिरियड खुलेको हुनाले चाहिँ हिजो एकदमै राम्रो भोलम आयो। आज भोलम त्यति राम्रो चाहिँ आएको छैन।
यसमा बिएचएलमा के देखियो, आवरली चार्टमा रहेछु म डेली चार्ट हेर्दैछु। आज एकदमै एउटा चाहिँ मोरोबोजु क्यान्डलै बनाएर चाहिँ उँभो बढेको छ। हिजो किन्नेहरूले सबैले आज कमाए र आज पनि सुरुमा किन्नेले 15-16% कमाए भने यसमा हामीले एउटा चाहिँ सकारात्मकै माहौल देख्न सक्छौँ। किनभने 3 दिनकै अन्तरालमा चाहिँ 1 करोडभन्दा माथि सेयरको कारोबार हुनु भनेको एउटा एकदमै राम्रो चाहिँ माहौल हो। आज सकारात्मक सर्किट हानेको, भोलि केही घटे तापनि आगामी दिनमा केही माथि जान्छ है भन्ने साधारण आकलन चाहिँ गर्न सकिन्छ। किनभने अब चाहिँ एउटा चाहिँ सबैको मनमै अब चाहिँ यसप्रति चाहिँ नराम्रो धारणा चाहिँ रहेन। यत्रो ठुलो चाहिँ एकुमुलेसन भएको छ, यो सेयर खातामा आउन पनि कम्तीमा 3 दिन लाग्छ होइन। त्यो हुँदा पनि यो कम्पनीलाई पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ भनेर मैले जुन कुरा गरेँ र यो टेक्निकल एनालाइसिस मैले नगरिकन साधारण हेरेर मात्रै पनि मैले आज र हिजो गरेर सेयर केही उठाएँ यसको चाहिँ। र तपाईँहरूले अब फेरि उठाउँदाखेरि चाहिँ केही सोचेर उठाउन सक्ने हुने अवस्था चाहिँ देखियो। यत्रो यो ठाउँसम्म यति धेरै एकुमुलेसन भएको ठाउँ छ जुन हामी यहाँ हेर्छौँ भने यो एरिया एकुमुलेसन भइरहेछ, न माथि जान सकेको छ न तल जान सकेको छ है। अनि यो एरियालाई ब्रेक गर्दै चाहिँ एकदम एग्रेसिभ यहाँबाट बढेको चाहिँ देखियो योभन्दा अगाडिको हेर्ने हो भने पनि है। अब यहाँ लकिङ खोलेर अब हामी अब यो एरियालाई चाहिँ तोडेर माथि जान सक्छ कि सक्दैन भन्ने कुराहरू छन्, जुन 300 को लगभगको एरिया छ। योभन्दा माथि जान्छ भने पनि अझै धेरै राम्रो चाहिँ देखिएको छ। अहिले एउटा रेसिस्टेन्ट लेभलमै छ, तर यी चार्टलाई हामीले सबै बिर्सिदिँदा हुन्छ क्या। यो जति छ यसलाई बिर्सिँदा हुन्छ। यति ठुलो भोल्युमको साथ भने हामीले अब यहाँबाट पूर्ण चार्ट हेर्नुपर्ने अवस्था चाहिँ मैले चाहिँ देख्छु होइन। त्यो हुँदाखेरि बिएचएललाई पनि तपाईँहरूले केही चाहिँ एउटा हेर्न सक्नुहुन्छ र भोलि केही 5-7% को गिरावट आयो भने तपाईँहरूले अझै पनि यसलाई चाहिँ बाइङ अपर्च्युनिटीको रूपमा चाहिँ हेर्न सक्नुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ। यसलाई पनि तपाईँले हेर्नुहोला। समग्र बिएचएल मात्रै होइन, अन्य हाइड्रो पावरहरू छन् जुन चाहिँ अहिले बाइङ अपर्च्युनिटीको रूपमा छन्, जसको बारेमा अब हामी कुरा गर्दै गरौँला है। अब एकजनाले भन्दै चाहिँ एलइसी हेरिदिनु न भन्दै हुन्थ्यो। एलइसी हेर्दाखेरि के कस्तो छ त, मैले एलइसी किनेको नै छैन र मसँग स्टक पनि छैन। तर एलइसी हेर्दाखेरि एउटा समग्र राम्रै देखियो, एकदमै राम्रो चाहिँ देखियो एलइसीमा। सबै इन्डिकेटर राम्रो देखियो। बुलिङ्गर ब्यान्डभन्दा माथि चाहिँ गएर चाहिँ आज बस्न सफल भएको छ। यो नै एउटा सकारात्मक माहौल हो। र एलइसीले अब यो पनि रेसिस्टेन्टलाई चाहिँ यो रेसिस्टेन्ट एरियालाई चाहिँ ब्रेक गरेर केही माथि जान्छ भने चाहिँ लगभग यो 220 भन्दा माथि चाहिँ जान सक्छ भने चाहिँ अझै पनि यसमा चाहिँ एउटा चाहिँ राम्रो चाम आउन सक्ने सम्भावना चाहिँ देखिन्छ है एलइसीमा। एलइसी चाहिँ छ भने होल्ड गरेर बस्नु होला। एलइसी एकदमै राम्रो छ र अझै किन्दा पनि फरक नपर्ने अवस्था देखेँ मैले, अहिले मात्रै हेरेको र यसको माहौल एकदमै ठिक छ। आरएसआई पनि 50 भन्दा माथि 55 को एरियामा छ भने मनी फ्लो इन्डेक्सले पनि एउटा चाहिँ बिग मनीले पनि के इन्ट्रेस्ट राखेको छ है भन्ने चाहिँ आकलन गर्न सकिन्छ, हेर्न सकिन्छ। यो पनि 50 भन्दा माथि छ भने एकदमै राम्रो लेभलमा चाहिँ यो एलइसी मैले आज देखेँ र हेरेँ है। यो उहाँले भनेको कुरालाई मैले ठ्याक्कै अहिले मात्रै हेरेको भने यो पनि एकदमै राम्रो अवस्थामा मैले देखेँ। हस्त मित्रहरू, आजलाई यति नै गरेँ। मैले साधारण आफ्नो मनको कुरा मात्रै राख्ने, यो चार्टलाई चाहिँ एउटा आफ्नो आवाज पुर्याउने, एउटा भिडियोको द्वारा माध्यमले आवाज पुर्याउने एउटा माध्यम मात्रै बनाएको हो र सकारात्मक माहौल छ भन्न मात्रै खोजेको। अन्य कुनै पनि मैले सेक्टर हेरेन, कुनै पनि कम्पनी हेरेन। एकजनाले भन्नुभएको थियो एलइसी हेर्दै र बिएचएल हेरेँ। बिएचएल भन्दा पनि मैले समग्र हाइड्रो पावर सेक्टर हेरेँ। हस्त नमस्कार, धन्यवाद।